ल है हाम्रो साथीहरू चाहिँ पानी परेर भलिबल खेल्नलाई चाहिँ बिजोग भएको कारणले गर्दा पानी फाल्न उपाय लाउँदैछन्। पानीलाई बढारेर फाल्दैछन्। ल हेरौँ अब काम गर्न चाहिँ अल्छी लाग्छ है। खेल्नको लागि चाहिँ यस्तो दुःख गर्छन् साथीहरू हेर्नु त। ओहो के गर्नु भयो मिसन छोल्टी यसरी? यो त बढाएर जान्छ त। के भन्छ अब अघि भने जस्तै घरमा काम लायो, घरमा काम कहाँ जान्छ। कोरियामा आएर यसरी पानी बढाएर फाल्नु परेको छ। कोरियामा आएर यसरी भटेको जग्गामा हामीले काम गर्नु परेको छ। के भन्ने छ काम गर्नै पर्यो। यो कसैले अराएको होइन, कसैले अराएको होइन, कसैले मैले अराएको छु त। अनि तलब पनि दिँदैन। हामी त्यहाँनिरबाट आएर यहाँ अझ उहाँ सोल्टी त उत्तर कोरियाको सिमानाबाट आउनुभएको यत्रो टाढो खोजमा। यो हामी तिनजना भेटेकोले रमाइलो पनि भएकोले पो यो जाँगर चलेको कि। एकछिनमा भलिबल गेम हुँदैछ। यो पानी पानी फालिसकेर के गर्ने हो कसो गर्ने हो प्रवीणजी? भारी बिजोग भएको रहेछ त यार। काम त गयो भन्नु